सो गाइस वेलकम ब्याक टु माय युट्युब च्यानल। आजको यो भ्लग चाहिँ रेजिस्टर हुन्छ अनि अहिले चाहिँ म काममा जान आँटेको हैन। शाबाश बेटा। परिसके यस्तो थोत्रो आएर अनि के भन्नु अरु त उता मामको दुख छ। फेरि अब भाइ टोइलेट आउँछ, भाइ आउँछ अनि त्यसपछि जाने हो। चिया खाइयो, खाइयो हैन। अब 9-10 बजीतिर आइन्छ खाना फेरि अनि त्यसपछि 12 बजीतिर खाना आइन्छ। त्यही हो, अरू त केही छैन। 5 hours later. सो गाइस अहिले चाहिँ म घर आएको छैन खाना खानको लागि अनि खानासाना पनि भइसक्यो। अब अहिले चाहिँ 2 घन्टा आँटेको छ। 2 बजेतिर चाहिँ हाम्रो मिनेज काम हुन्छ आज चाहिँ। यहीँ बाजेको घरमै काम हुन्छ, त्यहाँनिर सिँढी लाउनु पर्ने, सिँढीमा ढलाइछ क्या, अनि त्यही काम हुन्छ आज चाहिँ। अनि त्यसमा दिवसी मैले फेरि त्यही हो आज अब त्यसो चाहिँ मेरो साइकल बिग्रेर छ क्या हल्का। यहाँनिर ब्रेक लाउने हुन्छ नि त मेरो साइकलमा, को ब्रेक नै बिग्रेछ क्या। यहाँनिरको यो नट बोल्ट हुन्थ्यो अरे क्या, यहाँनिर नट बोल्ट पनि छैन। अनि ब्रेक लाउँदा फेरि पनि कस्तो ब्रेकै लाग्दैन क्या। अनि कुदाउँदाखेरि चाहिँ त्यत्तिकै रोकिदिइहाल्छ क्या ब्रेक लागेर के भएको। अनि यहाँनिरको यो पनि बिग्रेको थियो, यो पनि घुम्छ, यसलाई गर्ने क्या। भोलिको सलापुरमा गएर सबै मिलाएको छ होइन, त्यही हेर्दै गर्नु होला। मगर क्यों? A few moments later. सो गाइस हाम्रो चाहिँ यहाँ काम सकेर अहिले घर आएको छु होइन। अनि तपाईँलाई म देखाइदिन्छु ल हाम्रो काम के भयो। यहाँनिर पनि सिँढी बनाइयो होइन, अनि पर पनि सिँढी बनाउनु पर्छ क्या। त्यस्तै 2 घन्टा अहिले बन्न आँटेको छ, 6 बन्न आँटेको छ। अनि 2 ठाउँ सिँढी लगाएको आज चाहिँ। अरू देखाइदिन्छु। यहाँ चाहिँ सिँढी लगाइएको छ होइन, अघिल्लो घामले। माथि चाहिँ यस्तो खालको छ अनि यस्तो छ ठाउँ चाहिँ। यस्तरी अडाइदिएर छ क्या, मलाई थाहा नै थिएन, हामीले नै अडाएको पनि। यो आज काम चाहिँ अलिक डह्रो भयो क्या, खुट्टा कुइन्जेल काम भयो। अनि यस्तो भयो खुट्टै कुइयो होइन, देखिन्छ मजाले। क्यामेरामा चाहिँ नदेखिने रहेछ क्या मजाले। काम अघि खुट्टा धोएको यस्तो फुस्रो भइसक्यो, यस्तो ढलाइमा यस्तै हुँदो रहेछ क्या। खुट्टा कुहिएर भोलिदेखि त अब जान्न होला यस्तो काममा त। तर काम त गर्नै पर्छ होइन, त्यही हो हेर्दै गर्नु होइन। अब भोलिदेखि त कलेज हुन्छ, कलेज जानुपर्छ। अनि अब त कलेजमा पनि रमाइलो हुँदैन, साथीहरू पनि हुँदैन नि त। त्यही हो, केही छैन, बनाउनु चाहिँ बनाउँदै गर्छु, हेर्दै गर्नु। अनि हाम्रो चाहिँ अहिले प्र्याक्टिकल गर्नुपर्ने छ क्या, भोलि बुझाउनु पर्ने छ सरको प्र्याक्टिकल होइन। सर भने श्याम सरको प्र्याक्टिकल थियो, त्यो सरको प्र्याक्टिकल भोलि बुझाउनु पर्ने छ। अनि अर्को इङ्ग्लिसको पनि प्र्याक्टिकल थियो, त्यसको चाहिँ अब भ्याइँदैन क्या। त्यो कामबाट भर्खर आएको, अब त्यसको प्र्याक्टिकल गर्छु। अनि भिडियो पोस्ट उयो पनि गर्नुपर्छ, एडिट पनि गर्नुपर्छ। एडिट गर्दा ओर्दा धेरै टाइम लाग्छ एडिट गर्न। अनि अलिक राम्रै गर्नु पऱ्यो नि त। हिजोको भिडियोमा लगभग 90+ भ्युज गर्छ क्या, खुसी लाग्यो होइन। 2-4 दिनपछि गयो नि त, त्यति न जान्थ्यो अलिअलि त। त्यही हो, अब इङ्ग्लिसको चाहिँ गर्थेँ नि, यसको चाहिँ प्र्याक्टिकल गर्नै पर्छ किनभने अलिक स्ट्रिक्ट सर हो नि यसको चाहिँ गर्छु। अनि त्यसपछि 8 बजी अपलोड गरेर गेम पनि खेल्नु पर्यो। आज चाहिँ यति हो होइन, हेर्दै गर्नु। तपाईँलाई कस्तो लाग्यो, राम्रो लाग्यो भने लाइक सब्सक्राइब गरिदिनु। राम्रो लाग्यो भने पनि कति कराउँछ यो गाई पनि, राम्रो लागेन भने पनि वाच चाहिँ गरेर राख्नु है त। रुको जरा, सबर करो। विजयी वही होता है जो रात दिन अपने को कूड़ा कर दे, मेहनत करके अपने को कूड़ा कर दे, वही हीरा बन के चमक जाता है। और जो आलस्य प्रमाद है ना, मनुष्य जीवन इसके लिए बहुत कीमती श्वास है। हर श्वास नाम जप करो, शरीर में जितना बल है दूसरों की सेवा में लगा दो, भगवान मिल गए।